हाल खबर के छ त ठुल दाइ? सन्चै छस् नि? बिसन्चो भएको भए यसरी चिया खाँदै बस्थे त। देखि पनि नसोध्न कान्छा। हेर बोलेको, घरमा आएको पाहुनासँग यसरी बोल्छन्? पाहुना रे, हप्तामा 3-4 चोटि आउने मान्छे पाहुना हुन्छ। पाहुना त कहिलेकाहीँ आउने पो हुन्छ त। त्यस्तो नभन्नु न बुवा, कान्छा बुवालाई मैले बोलाएको हो के? कान्छा बुवा आउँदाखेरि कस्तो रमाइलो हुन्छ नि। किन तेरो कान्छा बुवा यहाँ आएको बेला जामा लगाएर नाच्छ र? ओ ठुल दाइ, के भनेको यस्तो? घरमा बोलाएर बेइज्जत गर्ने मेरो? अच्छा मैले कतिखेर बोलाएर तलाई? त आफै आएको होइन कोदोको रोटी बोकेर? कान्छा बुवा, खोइ त मलाई चाहिँ कोदोको रोटी मलाई किन नदिनु भएको? तिमीलाई दिएन र दाइले? मैले दाजु र बहिनी बाँडेर खानु है भनेर दिएको थिएँ त बाबुलाई। जा अब एउटा रोटी कति जनामा बाँड्नु हौ? मलाई त भोक लागेको थियो, त्यसैले सबै खाइदिए मैले त। नाइ मलाई त चाहिन्छ है रोटी, छिटो दे मेरो रोटी। तेरो रोटी होइन हौ, कोदोको रोटी हो। अब त पेटमा गइसक्यो, खाने भए मेरो पेट चिरेर खा।